सो गाइज अहिले हामी रहेको छौँ यहाँ पानी घटामा। देख्न सक्नुहुन्छ यहाँको भ्यू, पानी घटा यहाँ देख्न सक्नुहुन्छ। मकै पिन्दैछौँ, चट्ट लाएर हामी चाहिँ यहाँ पिउने पानीको व्यवस्था मिलाउँदैछौँ। भाइ छ यहाँ अनि यहाँ माथि भान्जा छ अनि यस्तो माथि पोखराबाट आएको यो जरुवा पानी चाहिँ हामी अब खाने पानीको लागि व्यवस्था गर्दैछु। फाइनली पानी पनि आइसकेको रहेछ धाराबाट, देख्न सक्नुहुन्छ। यस्तो छ पुरै दुईतिरै पहाडै छ अनि यहाँ बिचमा चाहिँ यहाँ घटा छ, देख्न सक्नुहुन्छ। म टक्क दिन्छु, यो बुढो चाहिँ डोटेतिरको हो अनि यो चाहिँ डाँडाको बुढो हो अनि घटाको मदानी घुमिरहेको छ अनि यहाँ माथिपट्टि चाहिँ घटा घुमिरहेको छ। हेलो, फाइनली धारा पनि बनिसकेको छ, देख्न सक्नुहुन्छ। सो म चाहिँ अब यो धाराको पानी खाएर म टेस्ट गर्छु होइन कस्तो हुँदो रहेछ। वाउ, तो एकदम बब्बाल छ पानी, बब्बाल। यहाँको पानी चाहिँ साह्रै मिठो छ गाइस। खुसी लाग्यो, केटाहरूले बनाएको थियो। ल टक्क लाएर म चाहिँ अब घटा भाटामा जाँदैछु, मकै पिन्दैछु। छट्ट म घटा देखाउँछु तपाईँहरूलाई, देख्न सक्नुहुन्छ। यहाँ टक्क लाएर यहाँ चाहिँ अब घटा घुमिरहेको छ। अब यहाँ मकै भइहाल्यो, अब यहाँ चाहिँ मजाले घुमिरहेको छ अनि यहाँ बस्दैछ हाम्रो साथीभाइहरू। सो गाइज अब चाहिँ हामी गङ्गडो मार्न जाँदैछु, हेर्नु होला है। फाइनली एउटा गङ्गडो चाहिँ यहाँ टिकटोङ गरिसकेको रहेछ भान्जाले, देख्न सक्नुहुन्छ। बिचरा अब के गर्ने होला, मारिसकेको छ। टट्ट लाएर एउटा चाहिँ मारिसकेको रहेछ। अब म देखाउँदैछु, भान्जाले मारिरहेको छ। मासतिर पनि गएर यहाँ देख्न सक्नुहुन्छ, भान्जाले खोज्दैछ। यहाँ यसरी खोज्ने हो गङ्गडो होइन, टन्नै पाउँछ। अहिले चाहिँ अब बर्खाको बेलामा बाहिर पनि निस्किन्छ कि आफै, होइन भान्जा? हो बाबा, मजाले निस्किन्छ बाहिर अहिले चाहिँ होइन। यहाँ चाहिँ अब चाहिँ यहाँ भान्जाले खोज्दैछ। भाइ चाहिँ यहाँ माथि फेरि यहाँ बसिरहेको चाहिँ देख्न सक्नुहुन्छ। त्यस्तै छ गाइस, गङ्गडो पनि मार्ने चाहिँ अब पोलेर खान्छन् अब केटाहरूले। ओह, अर्को पनि मारिसक्यो यहाँ, देख्नु। एउटा मारिसक्यो यार फेरि। ठुलो रहेछ, के रहेछ हौ त्यहाँ चाहिँ? गङ्गडै रहेछ। ठुलो रहेछ? ओहो, यो पनि ठुलै रहेछ। यसरी मार्ने हो गाइस होइन गङ्गडो चाहिँ।